हेलो साथीहरू, तपाईँहरू कोरियामा हुनुहुन्छ अनि तपाईँहरूले स्वास्थ्य बिमा त अनिवार्य गर्नुभएको छ। तपाईँहरूले स्वास्थ्य बिमा गरिसकेपछि प्रत्येक महिना नेपाली 7,000 देखि 15,000सम्म उमेर अनुसारको फरक फरक शुल्क तिर्दै आउनुभएको छ। यो शुल्क तिरे बापत बिमा कम्पनीले तपाईँलाई प्रत्येक 2 वर्षमा चाहिँ तपाईँको निशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ। त्यसैले तपाईँले स्वास्थ्य परीक्षण गर्न छुटाउनु भएको छ भने यही 2025 डिसेम्बरसम्म चाहिँ तपाईँहरूले निशुल्क स्वास्थ्य परीक्षण गर्न सक्नुहुनेछ। 2025 चाहिँ बिजोर सङ्ख्या भएको कारणले तपाईँहरूको जन्ममिति पनि बिजोर नै हुनुपर्छ। जस्तै 1991, 1997 र 1999 अथवा 2001 यस्तो लास्टको अङ्क चाहिँ बिजोर भएको मितिमा जन्मिनु भएको साथीहरूले सम्पूर्णले चाहिँ नजिकैको खुगा खङ्गाङ खम्जिन सेन्थामा गएर चाहिँ निशुल्क स्वास्थ्य परीक्षण गर्न सक्नुहुनेछ। तर यो 2025 चाहिँ बिजोर सङ्ख्या भएको कारणले यो वर्ष जसको जन्ममिति चाहिँ बिजोर परेको छ उहाँहरूले चाहिँ पाउनुहुन्छ है। बिजोर भनेको मतलब जस्तै लास्टको 1991, 1997 भने जस्तै 2001 भने जस्तै तपाईँको जन्ममितिको लास्टको अङ्क चाहिँ बिजोर भएको साथीहरूले यो 2025मा चाहिँ निशुल्क स्वास्थ्य परीक्षण गर्न सक्नुहुन्छ र जोर सङ्ख्या भएको साथीहरूले चाहिँ 2026मा गर्न पाउनुहुन्छ है। यो मौका नगुमाउनु होला है त।